एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो। त्यही समयमा एक बुढो मानिस डराएको अनुहार लिएर त्यहाँ आइपुगे। बालकले ढिलाइ नगरी वालेट फिर्ता गर्यो। उसको अनुहारमा मुस्कान र मनमा सन्तोष थियो। इमानदारी सधैँ जित्दछ, परिस्थिति जस्तो भए पनि। साँचो मन र राम्रो कर्मले मानिसलाई महान बनाउँछ। एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो। त्यही समयमा एक बुढो मानिस डराएको अनुहार लिएर त्यहाँ आइपुगे। बालकले ढिलाइ नगरी वालेट फिर्ता गर्यो। उसको अनुहारमा मुस्कान र मनमा सन्तोष थियो। इमानदारी सधैँ जित्दछ, परिस्थिति जस्तो भए पनि। साँचो मन र राम्रो कर्मले मानिसलाई महान बनाउँछ। एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो। त्यही समयमा एक बुढो मानिस डराएको अनुहार लिएर त्यहाँ आइपुगे। बालकले ढिलाइ नगरी वालेट फिर्ता गर्यो। उसको अनुहारमा मुस्कान र मनमा सन्तोष थियो। इमानदारी सधैँ जित्दछ, परिस्थिति जस्तो भए पनि। साँचो मन र राम्रो कर्मले मानिसलाई महान बनाउँछ। एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो। त्यही समयमा एक बुढो मानिस डराएको अनुहार लिएर त्यहाँ आइपुगे। बालकले ढिलाइ नगरी वालेट फिर्ता गर्यो। उसको अनुहारमा मुस्कान र मनमा सन्तोष थियो। इमानदारी सधैँ जित्दछ, परिस्थिति जस्तो भए पनि। साँचो मन र राम्रो कर्मले मानिसलाई महान बनाउँछ। एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो। त्यही समयमा एक बुढो मानिस डराएको अनुहार लिएर त्यहाँ आइपुगे। बालकले ढिलाइ नगरी वालेट फिर्ता गर्यो। उसको अनुहारमा मुस्कान र मनमा सन्तोष थियो। इमानदारी सधैँ जित्दछ, परिस्थिति जस्तो भए पनि। साँचो मन र राम्रो कर्मले मानिसलाई महान बनाउँछ। एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो। त्यही समयमा एक बुढो मानिस डराएको अनुहार लिएर त्यहाँ आइपुगे। बालकले ढिलाइ नगरी वालेट फिर्ता गर्यो। उसको अनुहारमा मुस्कान र मनमा सन्तोष थियो। इमानदारी सधैँ जित्दछ, परिस्थिति जस्तो भए पनि। साँचो मन र राम्रो कर्मले मानिसलाई महान बनाउँछ। एउटा सानो गाउँमा एक बालक बाटो हिँड्दै थियो। अचानक उसले भुइँमा खसेको वालेट देख्यो।